हेलो साथीहरू, नमस्ते सबैजनालाई। तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। अनि तपाईहरु युएईमा हुनुहुन्छ र लोन लिने तयारीमा हुनुहुन्छ या कुन चाहिँ लोन लिँदा ठिक हुन्छ भनेर तपाईहरु खोजिराख्नु भएको छ र तपाईसँग क्रेडिट कार्ड छ भने तपाईहरु इमिरेट्स इस्लामिकको क्रेडिट कार्डबाट एकदमै थोरै ब्याजमा लोन लिन सक्नुहुन्छ। थोरै ब्याज भन्दा पनि कम्पेयर गर्दाखेरि अरु बैंकहरुको क्रेडिट कार्ड भन्दा धेरै सस्तो ब्याजमा तपाईहरुले यसमा लोन पाउनुहुन्छ। यहाँनेरि मेरो कार्ड देख्न सक्नुहुन्छ जुन चाहिँ 22,000 लिमिटको छ अनि इमिरेट्स इस्लामिकमा तपाईले 80% लिमिटसम्म लोन लिन सक्नुहुन्छ है। जस्तै 21,000 अलरेडी युज भइसकेको छ मेरो भने 964 एभेलेबल लिमिट छ। अनि मेरो लोन चाहिँ कति इन्स्टलमेन्ट अनि कति ब्याजमा मैले पाएको छु भने 16,000 मैले लोन लिएको जुन चाहिँ क्याश तपाईको अकाउन्टमा ट्रान्सफर हुन्छ। अनि मेरो मन्थली इन्स्टलमेन्ट चाहिँ 427 रहेको छ। 48 महिनाको लागि लोन लिएको थिएँ मैले। अनि टोटल मैले तिर्नुपर्ने चाहिँ 20,000 समथिङ कति थियो। अहिले 256 चाहिँ तिरेर चाहिँ यति देखाइरहेछ। अब रिमेनिङ प्रिन्सिपल अमाउन्ट 15,743 जुन चाहिँ मेरो इन्ट्रेस्ट रहेको छ 4,360 4,360 दिरहम। यो चाहिँ अरु बैंकसँग कम्पेयर गर्नुभयो भने क्रेडिट कार्डको लोन चाहिँ एकदमै धेरै सस्तो इन्ट्रेस्ट रेट हो जुन चाहिँ महिनाको 1.07%, इयरली 12% हुन्छ जुन चाहिँ रिड्युसिङ रेटमा जुन चाहिँ प्रिन्सिपलबाट रिड्युस हुँदै जाने इन्ट्रेस्ट रेट हो। अनि यसको लागि एप्लाई गर्दा चाहिँ तपाईले इमिरेट्स इस्लामिककै एपबाट एप्लाई गर्नुभयो भने चाहिँ एकदमै हाई इन्ट्रेस्ट पर्न जान्छ जहाँ चाहिँ 3% भन्दा माथि देखाउँछ। जुन चाहिँ तपाईको 16,000 लोन लिनुभएको थियो अनि 48 महिनाको लागि इन्स्टलमेन्ट गर्दाखेरि 32,000 भन्दा धेरै तिर्नुपर्ने हुन्छ। त्यसैले तपाईले चाहिँ ब्राउजरमा जानुहोस्। ब्राउजरमा गएर चाहिँ यस्तो डिटेल्सहरु भर्नुपर्ने हुन्छ तपाईको कार्ड नम्बरहरु। सुरुमा के सर्च गर्ने भनेर देखाउँछु। इमिरेट्स इस्लामिक क्याश अन कल रिक्वेस्ट भनेर सर्च गर्नुहोस्। अनि यहाँ चाहिँ एउटा यो आउँछ। अनि यसभित्र जानुभयो भने चाहिँ तपाईले लास्ट डिजिट हाल्नुपर्ने हुन्छ तपाईको कार्ड नम्बर अनि तपाईको फोन नम्बर हालेपछि यहाँनेरि स्टार्ट योर रिक्वेस्ट गरेपछि तपाईको यहाँनेरि लास्ट डिजिट कार्ड नम्बर हाल्नुहोस्, क्रेडिट कार्ड नम्बर अनि तपाईको रजिस्टर नम्बर हाल्नुहोस्, भेरिफाई गर्नुहोस्, ओटीपी आउँछ अनि अमाउन्ट सिलेक्ट गर्नुहोस् जुन चाहिँ 80% हुनुपर्छ लिमिटको। अनि तपाईलाई फोन आउँछ एजेन्टले अनि इन्ट्रेस्ट रेटहरु सोध्नुहोस् अनि त्यहीबाट चाहिँ तपाईले कलबाटै चाहिँ रिक्वेस्ट गरेर चाहिँ तपाईको 1 देखि 2 दिन भित्रमा अकाउन्टमा ट्रान्सफर हुन्छ। यति नै हो। अनि लोनहरुको लागि चाहिँ तपाईको 5,000 लोन अथवा क्रेडिट कार्डको लागि तपाईको 5,000 भन्दा धेरै स्यालेरी हुनुपर्छ अनि क्रेडिट ब्युरोको स्कोर चाहिँ राम्रो हुनुपर्छ। 600 भन्दा माथि राम्रो हुनुपर्छ। त्यसपछि मात्र तपाईहरुले क्रेडिट कार्ड अथवा लोन पाउनुहुन्छ युएईमा। भिडियो हेर्नको लागि धन्यवाद।